नमस्कार दर्शकवृन्द, भेहिकल वाच नेपालको आजको यो विशेष अङ्कमा तपाईहरू सबैलाई हृदयदेखि स्वागत छ। म हुँ मालविका। हामी आज पनि गाडीहरूको दुनियाँका रोचक र महत्त्वपूर्ण जानकारी लिएर आएका छौँ। र म सूरज सिंह थापा। मालविकाजी, आजको हाम्रो विषय वास्तवमै निकै सान्दर्भिक छ, होइन त? विशेष गरी जब नेपालमा इलेक्ट्रिक गाडी इभीको क्रेज दिन प्रतिदिन बढ्दो छ, तर नयाँ प्रविधिसँगै केही नयाँ चुनौती र जान्नै पर्ने कुराहरू पनि आउँछन्। एकदमै सही भन्नुभयो सूरजजी। इभी चलाउनु आफैमा एक आधुनिक र पर्यावरण मैत्री अनुभव हो, तर अन्जानमा गरिने केही ससाना गल्तीहरूले हाम्रो इभीको आयु, ब्याट्रीको स्वास्थ्य र समग्रमा गाडीबाट पाउने सन्तुष्टिमा ठूलो असर पार्न सक्छ। आज हामी तिनै गल्तीहरू र तिनलाई कसरी सुधार्न सकिन्छ भन्ने बारे विस्तृत र गहिरो चर्चा गर्नेछौँ। हो, र यो चर्चा सुरु गर्नुभन्दा पहिले हाम्रो प्रिय दर्शकहरूलाई एउटा सानो अनुरोध। यदि तपाईँ भेहिकल वाच नेपाल परिवारमा नयाँ हुनुहुन्छ वा अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया तुरन्तै सब्स्क्राइब बटन थिचिदिनुहोस् अनि त्यो छेउमा रहेको घन्टीको आइकनलाई पनि दबाउन नभुल्नुहोला। यसो गर्दा हामीले गाडी सम्बन्धी कुनै पनि नयाँ जानकारी अपलोड गर्ने बित्तिकै तपाईले थाहा पाइहाल्नुहुन्छ। तपाईको सानो सहयोगले हामीलाई अझै राम्रा र उपयोगी सामग्रीहरू बनाउन ठूलो प्रेरणा मिल्छ। ल सूरजजी, अब ढिला नगरी आजको मुख्य विषयतिर लागौं। इभीको आत्मा भनेकै यसको ब्याट्री हो। त्यसैले ब्याट्री चार्जिङमा हुने सामान्य तर गम्भीर गल्तीहरूबाटै सुरु गरौँ न। अवश्य पनि मालविका। पहिलो र सायद सबैभन्दा धेरै दोहोरिने गल्ती हो डीसी फास्ट चार्जरको अत्यधिक र अनावश्यक प्रयोग गर्नु। हेर्दा त छिटो चार्ज भएर समय बच्छ जस्तो लाग्छ, तर के यो ब्याट्रीको लागि साँच्चै राम्रो हो त? लामो यात्रा वा आपतकालीन अवस्थामा डीसी फास्ट चार्जर वरदान साबित हुन्छ। तर यसलाई दैनिक जीवनको नियमित चार्जिङ माध्यम बनाउनु भनेको आफ्नो इभीको ब्याट्रीलाई जानी जानी जोखिममा पार्नु हो। फास्ट चार्जिङले ब्याट्रीमा अत्यधिक तापक्रम र रासायनिक तनाव केमिकल स्ट्रेस उत्पन्न गर्छ। कल्पना गर्नुहोस्, तपाईलाई हरेक दिन म्याराथन दौडाउन लगाइयो भने के हुन्छ? ब्याट्रीको हालत पनि त्यस्तै हुन्छ। विभिन्न अध्ययनले देखाएका छन् कि नियमित फास्ट चार्जिङले 3 वर्ष जतिमा ब्याट्रीको समग्र आयु 15% घटाउन सक्छ। यो भनेको ठूलो नोक्सानी हो। समाधान: तपाईको दैनिक चार्जिङको लागि घर वा अफिसमा जडान गरिएको लेभल 2 एसी चार्जर सबैभन्दा उत्तम विकल्प हो। यसले ब्याट्रीलाई बिस्तारै र सुरक्षित रूपमा चार्ज गर्छ। फास्ट चार्जरलाई विशेष परिस्थिति र लामो यात्राको लागि मात्र सुरक्षित राख्नुहोस्। यो त निकै महत्त्वपूर्ण कुरा भन्नुभयो। अब अर्को गल्ती, जुन प्रायः पेट्रोल गाडी चलाउने पुरानो बानीले गर्दा हुन्छ, सधैँ ब्याट्रीलाई 100% चार्ज गर्ने हतारो र ब्याट्रीलाई 0%सम्म रित्याउने प्रवृत्ति। ट्याङ्की फुल गरे जस्तो लाग्ला, तर इभीमा यो नियम अलि फरक छ। लिथियम आयन ब्याट्रीहरू जुन धेरै जसो इभीमा प्रयोग हुन्छन्, तिनलाई चरम अवस्था मन पर्दैन। ब्याट्रीलाई लगातार 100%मा चार्ज गरेर लामो समयसम्म छोड्दा वा बारम्बार शून्यको नजिक पुर्याउँदा ब्याट्री भित्रका सेलहरूमा स्थायी क्षति हुन सक्छ। यसले ब्याट्रीको क्षमता घट्दै जान्छ, जसलाई हामी ब्याट्री डिग्रेडेसन भन्छौँ। यो सामान्य डिग्रेडेसन भन्दा वार्षिक 2-3% बढी हुन सक्छ। समाधान: विशेषज्ञहरूका अनुसार इभी ब्याट्रीको स्वास्थ्यको लागि सबैभन्दा उत्तम चार्जिङ रेन्ज भनेको 20% देखि 80% को बीच हो। दैनिक प्रयोगका लागि आफ्नो गाडीलाई 80% सम्म चार्ज गर्नुहोस्। अधिकांश आधुनिक इभीहरूमा तपाईले चार्जिङको माथिल्लो सीमा अप्पर लिमिट सेट गर्न सक्नुहुन्छ। यो सुविधाको अवश्य प्रयोग गर्नुहोस्। 100% चार्ज तब मात्र गर्नुहोस् जब तपाईलाई साँच्चै लामो यात्रामा निस्कनु छ र महत्त्वपूर्ण रेन्जको आवश्यकता छ, त्यो पनि यात्रा सुरु गर्नुभन्दा ठिक अगाडि। बिल्कुल सही। तेस्रो गल्तीतिर जाउँ, जुन घरको चार्जिङ सेटअपसँग सम्बन्धित छ। कमसल वा अनुपयुक्त घर चार्जिङ उपकरणको प्रयोग गर्नु वा अव्यावसायिक जडान। घरमा चार्जर राख्दा पैसा बचाउने सोचले कहिलेकाहीँ महँगो पर्न सक्छ। घरको चार्जिङ सेटअप तपाईको इभीको लागि दैनिक पोषणको स्रोत हो। यदि यो नै कमजोर भयो भने के होला? कम गुणस्तरको चार्जर, पातलो तार वा गलत तरिकाले जडान गरिएको सिस्टमले चार्जिङ ढिलो हुने, ब्याट्रीमा अनावश्यक दबाव पर्ने र सबैभन्दा डरलाग्दो कुरा, विद्युतीय सर्ट सर्किट भएर आग लागेको जोखिम समेत निम्त्याउन सक्छ। एक तथ्याङ्क अनुसार करिब 15% घरको इभी चार्जिङ इन्स्टलेसन
इन्स्टलेसनमा कुनै न कुनै प्रकारको कमी कमजोरी पाइएको छ र कृपया साधारण घरेलु एक्सटेन्सन कर्डहरू इभी चार्ज गर्न कदापि प्रयोग नगर्नुहोस्। ती यति धेरै र लामो समयसम्म करेन्ट तान्नका लागि बनेका हुँदैनन्। अनि प्लिज सर्टिफाइड र राम्रो गुणस्तरको लेभल 2 चार्जरमा सधैँ लगानी गर्नुहोस् र यो जडान गर्दा अनिवार्य रूपमा अनुभवी र इजाजत प्राप्त इलेक्ट्रिसियनको मद्दत लिनुहोस्। यो तपाईको सुरक्षा र गाडीको स्वास्थ्य दुवैको लागि महत्त्वपूर्ण छ। घरकै चार्जिङको कुरा गर्दा अर्को एउटा सानो तर महत्त्वपूर्ण कुरा छ के ब्याट्री 100% चार्ज भइसकेपछि पनि गाडीलाई प्लगमा जोडेर राखिराख्नु ठिक हो सुरजजी? यो हो हाम्रो चौथो गल्ती। पूर्ण चार्ज भइसकेपछि पनि गाडीलाई अनावश्यक रूपमा प्लगमा छोडिराख्नु। 100% चार्ज भएको इभी प्लगमै रहेको र चार्जिङ युनिट अलि तातेको देखाउने सटल ग्राफिक। हुन त आजकलका अधिकांश स्मार्ट इभीहरूमा ब्याट्री 100% चार्ज भएपछि स्वतः पावर कट अफ गर्ने प्रणाली हुन्छ। तर तैपनि लामो समयसम्म प्लगमा जोडिरहँदा, विशेष गरी यदि तपाईको चार्जिङ युनिट वा घरको वायरिङ प्रणाली पुरानो छ भने अनावश्यक ताप उत्पन्न हुन सक्छ। यसले चार्जिङ उपकरणको आयु घटाउन सक्छ। समाधान सबैभन्दा राम्रो उपाय हो आफ्नो इभीको स्मार्ट चार्जिङ फिचर प्रयोग गर्ने। यसमा तपाईले कहिले चार्ज सुरु गर्ने र कहिले बन्द गर्ने भनेर समय तालिका बनाउन सक्नुहुन्छ। यदि यो सुविधा छैन भने आफ्नो दैनिक आवश्यकता अनुसार चार्ज जस्तै 80% वा 90% पुगेपछि प्लगबाट निकाल्ने बानी बसाल्नु उत्तम हुन्छ। ब्याट्री चार्जिङका कुरा त धेरै भयो मालविका। अब सडकमा निस्कँदा अपनाउनु पर्ने सावधानी र गर्ने गल्तीहरूबारे कुरा गरौँ। पाँचौं गल्ती हो चिसो मौसमले पार्ने प्रभावलाई नजरअन्दाज गर्नु। नेपालको तराईमा त्यति समस्या नहोला, तर पहाडी र हिमाली भेगमा यो निकै महत्त्वपूर्ण हुन्छ। जाडो मौसममा इभीको पर्फर्मेन्स र रेन्ज दुवैमा प्रत्यक्ष असर पर्छ। चिसोले ब्याट्रीको रासायनिक प्रतिक्रियालाई सुस्त बनाइदिन्छ, जसले गर्दा त्यसले कम पावर उत्पादन गर्छ र चार्ज पनि छिटो सकिन्छ। यदि तपाईले चिसो गाडीलाई प्री-कन्डिसन गर्नु भएन भने, अर्थात् गाडी प्लगमै भएको बेला त्यसको ब्याट्री र क्याबिनलाई तताउनु भएन भने, यात्रा सुरु गरेपछि ब्याट्रीको बहुमूल्य ऊर्जा यी कुरामा खर्च हुन्छ, जसले रेन्ज अझ घटाउँछ। समाधान चिसो दिनहरूमा, विशेष गरी बिहान यात्रा सुरु गर्नुभन्दा 15-20 मिनेट अगाडि आफ्नो इभीलाई प्री-कन्डिसन गर्नुहोस्। यो सुविधा धेरै जसो इभीमा हुन्छ। यदि सम्भव छ भने अत्यधिक चिसो मौसममा रातभर गाडीलाई प्लग इन गरेर राख्नुहोस्। यसले ब्याट्रीलाई न्यानो राख्न मद्दत गर्छ। चिसो मौसमको त कुरा भयो, तर लामो यात्राको योजना पनि त उत्तिकै महत्त्वपूर्ण छ नि, होइन र? यो हो हाम्रो 6औं गल्ती, चार्जिङ स्टपहरूको पूर्व योजना नबनाउनु, विशेष गरी लामो यात्रामा जाँदा। रेन्ज एन्जाइटी वा ब्याट्री सकिने डर धेरै इभी प्रयोगकर्ताको साझा चिन्ता हो, तर यो डर प्राय कमजोर योजनाको उपज हो। शहरभित्र त चार्जिङ स्टेशनहरू प्रशस्तै होलान्, तर राजमार्ग वा ग्रामीण क्षेत्रहरूमा अवस्था फरक हुन सक्छ। चार्जर पाइहालिन्छ नि भन्ने सोचले कहिलेकाहीँ बीच बाटोमै अल्पत्र पार्न सक्छ। समाधान कुनै पनि लामो यात्रामा निस्कनु अघि आफ्नो इभीको वास्तविक रेन्ज, मौसम र भूबनोट अनुसारको आकलन गर्नुहोस्। त्यसपछि विभिन्न मोबाइल एप्स जस्तै प्लग शेयर, चार्ज म्याप वा गाडीको आफ्नै नेभिगेसन सिस्टम प्रयोग गरेर आफ्नो रुटमा पर्ने चार्जिङ स्टेशनहरू, तिनको प्रकार, एसी-डीसी र उपलब्धताबारे जानकारी लिनुहोस्। आवश्यक परे चार्जिङ स्लट बुक पनि गर्न सकिन्छ। एक वैकल्पिक योजना प्लान बी पनि सधैँ तयार राख्नुहोस्। अब एउटा यस्तो गल्तीको कुरा गरौँ जुन नयाँ इभी चालकहरूले धेरै गर्छन्। त्यो हो 7औं गल्ती, रिजेनरेटिभ ब्रेकिङ। रिजेनरेटिभ ब्रेकिङको प्रभावकारी प्रयोग नगर्नु। यो त सित्तैमा पाइने ऊर्जालाई खेर फाल्नु जस्तै हो। रिजेनेरेटिभ ब्रेकिङ इभी प्रविधिको एक अद्भुत देन हो। जब तपाईँ एक्सेलरेटरबाट खुट्टा हटाउनुहुन्छ वा हल्का ब्रेक लगाउनुहुन्छ, गाडीको मोटरले जेनेरेटरको रूपमा काम गरेर गाडीको गतिबाट उत्पन्न हुने ऊर्जालाई विद्युतमा परिणत गरी ब्याट्रीलाई रिचार्ज गर्छ। धेरै नयाँ चालकहरूले यो प्रविधिको पूर्ण फाइदा उठाउन जान्दैनन् र पेट्रोल गाडीमा जस्तै ब्रेकको बढी प्रयोग गर्छन्। समाधान आफ्नो इभीको रिजेनेरेटिभ ब्रेकिङ सेटिङहरूसँग परिचित हुनुहोस्। धेरै गाडीहरूमा यसको स्तर लेभल मिलाउन मिल्छ वा वान पेडल ड्राइभिङ मोड पनि हुन्छ। सुरुमा अलि अप्ठ्यारो लागे पनि एक पटक बानी परेपछि यसले तपाईको रेन्जलाई उल्लेखनीय रूपमा बढाउन सक्छ, विशेष गरी शहरको भिडभाड र ओह्रालो बाटोहरूमा। साथै यसले तपाईको ब्रेक प्याडको आयु पनि लम्ब्याउँछ।
गाडी चलाउने र चार्ज गर्ने कुरा त भयो सुरजी, तर गाडीको सफ्टवेयर र सामान्य मर्मत सम्भार्नी इभीमा ओइल चेन्ज गर्नु पर्दैन भन्दैमा सबै कुरा बिर्सन त भएन नि। यो हो हाम्रो 8औं गल्ती, सफ्टवेयर अपडेटहरूलाई बेवास्ता गर्नु। तपाईको इलेक्ट्रिक गाडी तानसेन एउटा यातायातको साधन मात्र होइन, यो एउटा स्मार्ट डिभाइस अन व्हील्स हो। जसरी तपाई आफ्नो स्मार्टफोन वा कम्प्युटरलाई नियमित अपडेट गर्नुहुन्छ, त्यसरी इभीको सफ्टवेयरलाई पनि अपडेट राख्नु जरुरी छ। उत्पादक कम्पनीहरूले बेला बेलामा सफ्टवेयर अपडेटहरू जारी गरिरहेका हुन्छन्। यी अपडेटहरूले गाडीको इन्फोटेनमेन्ट सिस्टममा नयाँ फिचरहरू थप्ने मात्र होइन, ब्याट्री व्यवस्थापन प्रणाली, चार्जिङको गति, मोटर कन्ट्रोल र कहिलेकाहीँ त गाडीको रेन्जलाई समेत सुधार गर्न सक्छन्। समाधान, आफ्नो गाडीले सफ्टवेयर अपडेटको सूचना दिँदा त्यसलाई बेवास्ता नगर्नुहोस्। यदि तपाईको घरमा भरपर्दो वाइफाई छ भने ओभर द एयर ओटी अपडेटहरू सजिलै इन्स्टल गर्न सकिन्छ। यदि तपाईको चार्जिङ स्टेशन पनि स्मार्ट छ भने त्यसको फर्मवेयरलाई पनि अपडेटेड राख्नुहोस्। सफ्टवेयरको कुरा आयो, अब 9औं र अन्तिम गल्ती बोनस टिप बाहेक इभीलाई शून्य मर्मत सम्भार चाहिने गाडी हो भन्ने भ्रम पाल्नु। यो साँचो हो कि इभीमा पेट्रोल डिजेल गाडीको तुलनामा धेरै कम चल्ने पार्टपुर्जाहरू मुभिङ पार्ट्स हुन्छन्, जसले गर्दा मर्मत खर्च कम हुन्छ। तर शून्य नै चाहिँ हुँदैन। ओयल चेन्ज, स्पार्क प्लग, एक्जस्ट सिस्टम जस्ता झन्झट नभए पनि इभीमा टायर, ब्रेक रिजेनले गर्दा कम खिए पनि जाँच त गर्नै पर्छ। सस्पेन्सन, कुलिङ सिस्टम, ब्याट्री र मोटरको लागि र क्याबिन एयर फिल्टर जस्ता कुराहरूको नियमित जाँच र आवश्यक मर्मत गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा हो टायर प्रेसर। इभीहरू सामान्यतया अलि गहुरुङ्गा हुन्छन् र कम हावा भएको टायरले रेन्ज घटाउने मात्र होइन, टायर छिटो खिइने र सुरक्षामा समेत सम्झौता हुन सक्छ। समाधान, आफ्नो इभीको प्रयोगकर्ता पुस्तिका ओनर्स म्यानुअलमा दिएको मर्मत तालिकालाई राम्ररी पढ्नुहोस् र त्यसलाई पालना गर्नुहोस्। आधिकारिक सर्भिस सेन्टरमा नियमित रूपमा गाडीको स्वास्थ्य जाँच गराउनुहोस् र कम्तीमा महिनाको एक पटक टायर प्रेसर जाँच्ने बानी बसाल्नुहोस्। वाह सुरजी, हामीले 9वटा महत्त्वपूर्ण गल्तीहरूबारे विस्तृत जानकारी दियौं। अब दर्शकहरूको लागि एउटा सानो तर निकै काम लाग्ने बोनस टिप, सार्वजनिक चार्जिङ स्टेशनमा शिष्टाचार पालना गर्नु। नेपालमा सार्वजनिक चार्जिङ पूर्वाधार भर्खरै विकास हुँदैछ। यस्तो अवस्थामा हामी सबै इभी प्रयोगकर्ताहरूले एक अर्कालाई सहयोग गर्नु र शिष्टाचार देखाउनु झनै महत्त्वपूर्ण हुन्छ। आफ्नो गाडी चार्ज भइसकेपछि पनि चार्जिङ वे ओगटेर नबस्नुहोस्। यदि तपाईलाई थोरै मात्र चार्ज चाहिएको छ, टपअप र नजिकै लेभल 2 चार्जर पनि उपलब्ध छ भने अत्यावश्यक अवस्थामा रहेका वा लामो यात्रामा निस्केकाहरूका लागि डीसी फास्ट चार्जर खाली छोडिदिनुहोस्। सानो सहयोगले ठूलो फरक पार्छ। ल त दर्शकवृन्द, यी थिए इलेक्ट्रिक गाडी चलाउँदा हामीले अन्जानमा गर्न सक्ने केही सामान्य तर असरदार गल्तीहरू र तिनबाट बच्ने उपायहरू। आशा छ आजको यो विस्तृत चर्चा तपाईको लागि निकै उपयोगी साबित भयो होला। यी ससाना कुराहरूमा ध्यान दिँदा तपाईको इभीको ब्याट्रीको आयु लामो हुने, गाडीले राम्रो रेन्ज दिने र समग्रमा तपाईको इभी स्वामित्वको अनुभव अझै सुखद र चिन्तामुक्त हुनेछ। तपाईलाई आजको हाम्रो प्रस्तुति कस्तो लाग्यो? के तपाईले पनि यस्तै कुनै गल्ती गरिरहनु भएको थियो? वा के तपाईसँग इभी सम्बन्धी कुनै अरू नै महत्त्वपूर्ण टिप्स छन् जुन हामीले छुटाएका छौं? कृपया तल कमेन्ट बक्समा आफ्ना अमूल्य विचार, अनुभव र प्रश्नहरू निर्धक्क भएर लेख्नुहोला। हामी तपाईको हरेक प्रतिक्रियालाई महत्त्व दिन्छौं र सकेसम्म जवाफ दिने प्रयास गर्नेछौं। र हो, यदि तपाईलाई यो भिडियो साँच्चै मन पर्यो र जानकारीमूलक लाग्यो भने कृपया एक लाइक दिन नभुल्नुहोला। आफ्नो साथीभाइ र परिवारका सदस्यहरू जो इभी चलाउनुहुन्छ वा किन्ने सोचमा हुनुहुन्छ, उहाँहरूसँग यो भिडियो अवश्य शेयर गर्नुहोला। ज्ञान बाँड्दा बढ्छ। अनि फेरि एकपटक, यदि तपाईले भेहिकल वाच नेपाललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर हामीलाई अझै यस्ता सामग्रीहरू ल्याउन प्रोत्साहित गर्नुहोला। तपाईको माया र साथको लागि धेरै धेरै धन्यवाद। भेहिकल वाच नेपाल हेर्दै गर्नुहोला। अर्को भिडियोमा नयाँ र रोचक जानकारीका साथ हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलका लागि सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस् र स्मार्ट ड्राइभिङ गर्नुहोस्। धन्यवाद। शुभ दिन।